Hello everyone, Namaste, Sewaro, welcome to my channel. अनि आज चाहिँ हल्का सानो काम छ, त्यही भएर बाहिर निस्किन आँटेको, त्यही भएर यस्तो हल्का भिडियो बनाएको। हामी चाहिँ रेडी भएर पनि बाहिर निस्किन आँटेको अब अट्टै पाउँदैन हौ। अट्टै छैन हौ, चाहिएको बेलामा अट्टै पाउँदैन यो रोडमा कहिले पनि। हामी चाहिँ अब यहाँनिर एटिएम आउँछु। यहाँ एटिएममा चाहिँ थोरै पैसा निकाल्नु पर्नेछ, त्यही भएर। किन? हामी चाहिँ अब यहाँ कफी खानु एकछिन निस्केको क्याफेमा। प्याक रहेछ हौ यहाँ त, अब कहाँ जाउँ? यो कपाल के भएर उठेको यति साह्रो? कस्तो साह्रो काम आएको? हामी चाहिँ यहाँ कफी खानुलाई बसिरहेको छौँ। हाम्रो कफी चाहिँ आइसक्यो। यो मेरो यो बुढाको सुगर सिरप। लो हामी चाहिँ अलिकति सपिङ गर्नुपर्ने थियो। अनि यहाँनिर हामी जहिले आइराख्ने अङ्कलकोमा आएर चाहिँ हामीले अलिकति सपिङ गरेर जान आँटेको। अब यहाँ अलिकति सपिङ गर्नुपर्ने छ फेरि। बजार हिँड्दा हिँड्दा गल्यौँ। हामी चाहिँ यहाँ मासु लिनुलाई आएको, रात पनि परिसक्यो। मासु लगेर अब पकाइ खानु। हामी चाहिँ यहाँ सब्जी लानु पर्यो। यहाँ सब्जी मन्डीमा आएको छु, तर खै केही छैन त हौ आज त। सागहरू छैन कि के हो? यता होइन, यतापट्टि जाउँ। खै सागै देखिँदैन त नि। हामी चाहिँ अब घर फर्किन आँटेको। हामी चाहिँ भर्खर घर आइपुग्यौँ। कति गलेर आइपुग्यौँ। डुल्दा डुल्दा बजार डुल्दा 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 कति गले। हामी त भर्खर खाना बनाउँदैछौँ बजारदेखि लिएर आएर। स्पेसल चिकन करी हुँदैछ, रेडी भइसक्यो। अनि बक्सिङ त सुन्दैछ। हाम्रो चाहिँ खाना पनि रेडी भइसक्यो। अब चाहिँ हामी माम खानु आँटेको। अनि अब यो भ्लग पनि यहीँनिर इन्ड गर्ने। अनि अहिलेसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अनि धेरै लाइक सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला। अब अर्को भिडियोमा फेरि भेटौँला। बाई बाई।